फेरि पनि ल्याइसकेको छु नयाँ स्टोरी। ल हेरौँ सुनौँ है त। अनि लाइक कमेन्ट सब्सक्राइब गर्न पनि नभुल्नुहोस् है। एक पुरानो सहरमा पुरानो होस्टेल थियो जुन विगतमा अस्पतालको रूपमा प्रयोग गरिएको थियो। त्यही होस्टेलमा प्रथम वर्षको केटाहरू भर्ना भए। सबैलाई रुम नम्बर 13मा बस्न डर लाग्थ्यो, किनभने त्यो कोठामा अघिल्लो वर्ष एकजना विद्यार्थीको रहस्यमय मृत्यु भएको थियो। तर 4 जना साथीहरू सागर, विपिन, रविन र मिलन साहसी थिए। उनीहरूले त्यही रुम नम्बर 13 नै रोजे। पहिलो केही दिन त सामान्य गुज्रियो, तर एक रात रातिको 12 बजे मिलनले कसैको ढोका खटखटाएको आवाज सुन्यो। ढोका खोल्दा बाहिर कोही थिएन। त्यही रात सागरले ऐनामा एउटी सेतो साडी लगाएकी केटी देखे, जसको आँखाबाट रगत बगिरहेको थियो। तर जब फर्केर हेरे, ऐनामा कोही थिएन। साँझपख कोठामा अजीब ध्वनि आउन थाल्यो, कहिले हाँसो कहिले रुँदै गरेको। एक रात रविन अचानक बेहोस भयो। ऊ भोलिपल्ट उठ्दा भन्दै थियो ऊ फर्किएकी छ। उसले भने, यो मेरो कोठा हो। पछि होस्टेलको वार्डनले बताए त्यो कोठामा पहिले एक नर्स बस्थिन्, जसको मृत्यु त्यही कोठामा आग लागेमा भएको थियो। तबदेखि उसको आत्मा त्यहाँ कैद भएको थियो। अन्ततः तिनले तान्त्रिक बोलाएर पूजाआजा गरेर कोठा बन्द गरियो। त्यसपछि रुम नम्बर 13 त पूजाआजा गरेर बन्द गरियो, तर आत्मा भने शान्त भएन। केही हप्तापछि होस्टेलमा फेरि अजीब घटना हुन थाल्यो। सागरको सपना बारम्बार एउटै हुन्थ्यो, सेतो साडीमा एक नर्स। अस्पतालको कोठा र आगो ऊ प्रत्येक रात कराउँदै उठ्थ्यो। ऊ फर्किएकी छ। एक रात विपिन कोठाबाट अचानक गायब भयो। साथीहरूले धेरै खोजे, तर ऊ कतै भेटिएन। सीसीटीभी फुटेजमा ऊ मध्यरातमा रुम नम्बर 13को ढोका अगाडि उभिएको देखिन्छ, तर ढोका त ताल्चा लागेको थियो। भोलिपल्ट रुम 13को ढोका आफै खोल्यायो र भित्र विपिनको मोबाइल मात्र भेटियो। त्यसपछि रविन र सागरले पुजारी बोलाएर पुजारीले बताए आत्मा शान्ति भयो, किनभने उसलाई न्याय चाहिएको छ। उसलाई कसैले धोका दिएको थियो र हत्या भएको थियो। सागर र रविनले पुरानो फाइल खोजे र थाहा पाए त्यो नर्सले अस्पतालमा भ्रष्टाचारको विरोध गरेकी थिइन्, जसको कारण उसलाई जबरजस्ती कोठामा थुनेर आगो लगायो। अब आत्मा सत्य बाहिर ल्याउन चाहन्छ। अब आत्माको बदला लिन चाहन्छ। सागर र रविन अब अन्धकार र डरको आगोमा फसेका थिए। नर्सको आत्मा उनीहरूको पछाडि थियो र अब त्यस्तो केही हुनु पर्थ्यो जसले उसलाई शान्ति दिन्थ्यो। सागरले भने, हामीले के गर्न सक्छौँ ताकि उसलाई शान्ति मिलोस्? पुजारीले भने कि तपाईँ सोध्नुपर्छ उसको पाप के हो, उसको पाप को थियो जसले आत्मा होइन आफ्नो बदला लिन चाहन्छ। तपाईँले रुम नम्बर 13को इतिहास बुझ्न आवश्यक छ। सागर र रविनले पुरानो कागजहरू फेला पारे, जसमा नर्सको नाम, माया र कर्तव्यका बारेमा लेखिएको थियो। उसले हस्पिटलमा गल्ती गरेको भएकोले धेरै निर्दोष मानिसहरू जीवन गुमेको थियो। उसले त्यो स्वीकार्न नचाहेको र अन्ततः आफ्नै आत्महत्या गरेको कुरा पनि जागर भयो। रविनले भने, हामीले त्यो आत्माको मुक्ति दिनुपर्छ। हाम्रो उद्देश्य उसको न्याय पुरा गर्नु हो। रुम नम्बर 13को पनि एउटा रहस्यमय घटना थियो। सागर र रविन अगाडि बढे। त्यहाँ एक पुरानो मस्जिद थियो, जहाँ नर्सको आत्मा आफ्नो बितेको आनन्द पुर्याउँछ। रविनले तिम्रो गल्ती स्वीकारेर गरेर मुक्तिको बाटो पाउँछौ। अचानक चुलो जल्न थाल्यो र सेतो साडीमा एक रोशनी फैलियो। नर्सको आत्मा उनीहरूको अगाडि आइपुग्यो। धन्यवाद, उसले भन्यो। म अब शान्ति छु। र उसले आफ्नो अन्तिम श्वास फेरेर शान्ति पाएको महसुस गर्यो।
सागर थाहा थियो। यो उनको होस्टेलको इतिहासमा सबैभन्दा ठुलो रहस्य थियो। मायाको आत्माले शान्ति पायो।